हेलो एभ्रिवान, गुड आफ्टरनुन सबैजनालाई। कस्तो हुनुहुन्छ हजुरहरू? आशा गर्छु सन्चै हुनुहुन्छ होला। म चाहिँ साथीको घरमा आएको थिएँ, अनि त्यहाँबाट मलाई चाहिँ थाहा थिएन रिजल्ट दिन्छ भनेर। साथी घरमा आएको त रिजल्ट दिँदैछ भनेर थाहा पायो। उसको बाद अनि हामी चाहिँ रिजल्ट हेर्नु गएको स्कुलमा। सबैजना स्कुलमा रिजल्ट हेर्नु गएको। हामी सबैजना जाँदैछ, भाउजूहरू सबैजना। अनि स्कुलमा हामी भाउजू यो साथी घरमा बस्दा गऱ्यो। अनि त्यहाँबाट स्कुलमा हिँडेको हामीहरू चाहिँ फाइनली स्कुलमा पुगिसक्यौँ। योबाट केटाकेटीलाई सोधेको नि त मैले, पास होगा जस्तो लाग्दैन, डर लाग रहा होगा ना बोल के भनेर पुछेको नि त। अनि रिजल्ट दिएको रहेछ, हामीको चाहिँ निस्किसकेको रहेछ नि त। अनि त्यहाँबाट यहाँ चाहिँ 8को 5कोहरू 7कोहरू दिएको रहेछ, अनि 8कोहरूको जितिँदै रहेछ। अनि यो बच्चाहरूलाई सोधेको नि त मैले, तिमीहरूलाई त पुरा डर लाग्दैछ होला नि भनेर भनेको नि त। फाइनली मेरो छोरी चाहिँ पास भएछ। अनि यो बच्चाहरूलाई चाहिँ मैले मजा गरेको नि त, पुरा डर लाग्दै होला नि भनेको नि त। अनि यो बच्चाहरूलाई सबैलाई सोधेको त, कोही चाहिँ दुःखी गरेर बसिरहेछ, कोही चाहिँ खुसीमा बसिरहेको छ। अन्त पासै हुन्छ होला तिमीहरू त भनेर भनेको नि त मैले चाहिँ। हेर्न सक्नुहुन्छ स्कुल हो यो चाहिँ। तपाईँहरूलाई थाहै देखेकै छ, तपाईँहरूलाई त देखाइरहेको छु मैले, स्कुलको भिडियो हालिरहेको छु। तपाईँहरूलाई राम्रो यहाँनिर पछाडि एउटा भाबी बोल्दैछ, त्यसमा चाहिँ माइन्ड नगरिदिनु होला तपाईँहरू, किनभने उनीहरूले जिस्काइरहेको छ नि त। मैले भिडियो बनाइरहेको छु त, उनीहरू जिस्काइरहेको छ। अनि के भनिरहेको छ कि, अनि उर्बीलाई चाहिँ देखाएको नि त रिजल्ट, पास भयो। मैले चाहिँ फेल भयो भनेर झुकाइदिएको थिएँ, त्यसलाई पुरा टेन्सन गर्दै थियो। झुकाएको त रुनु आँटेको थियो नि त। पास भयो भने त खुसी भएछ। हेर्न सक्नुहुन्छ यति पेटै छ। अनि यो दिदीहरूलाई सोधेको नि त मैले, छोरी पास भयो कस्तो लाग्दैछ मनमा भनेको त एकदम राम्रो लाग्दैछ, दुईजना अझै पास हुन्छ कि हुन्न भनेर भन्दै थिएँ, हाँस्दै कि। एउटा छोरी चाहिँ 11मा पढ्छ, एउटा चाहिँ 7मा पढ्छ नि त। अनि सोध्दै थिएँ मैले, जुखान्दै थिएँ त, दुइटाको टेन्सन छ, सानोको त पास नभए पनि केही टेन्सन थिएन भन्दै थिएँ त। उसको घरमा चाहिँ पुरा फुलहरू फुलेछ, सुन्दर सुन्दर फुल रहेछ नि त। देखाएको नि त तपाईँहरूलाई, हेर्नु कस्तो पत्तै छैन। यो असिनाले गरेर पुरा पत्ताहरू गिरिसकेछ, अनि फुल मात्रै टुक्रुक फुल्दैछ, यति सुन्दर लाग्दै थियो। अनि तपाईँहरूलाई पनि हल्का देखाइदिउँ भनेर मैले चाहिँ भिडियो गरेको। हेर्न सक्नुहुन्छ कस्तो मजाले फुल फुलेको छ। कति लगाउँछ नि त उनीहरूले त, अगाडि पछाडि पुरा बेरा छ नि त। हामीको त लगाउने जग्गा पनि छैन, बेरा पनि छैन। अनि त्यहाँबाट कलोनी हामीको त लाम्बा छ नि त, त्यही भएर हामीको लगाउने जग्गा हुँदैन, त्यही भएर। अनि त्यही भएर चाहिँ हामीको चाहिँ लगाउने यो पहिला त लगाउँथ्यो, अहिले त अब लगाउनु सक्दैन। लाइन घर बनाएको छ नि त, त्यही भएर आफ्नो कम्पाउन्ड भए त ठिक हुन्थ्यो। अनि यो दिदीलाई सोधेको नि त, तपाईँलाई त खुसी नै छ होला, पहिल्यै नानीहरूको एक्जाम रिजल्ट आइसक्यो भनेको नि त। उसको चाहिँ उता पढ्छ नि त, प्राइभेट स्कुलमा पढ्छ नि त। बाई बाई।